हेलो नमस्ते सम्पूर्णमा अनि मामु छोरी ब्लगमा स्वागत छ सबैलाई है। म चाहिँ आज खाना बनाउन गइरहेको छु। आज चाहिँ भेजिटेरियन पास्ता, यो चाहिँ त्यसको लागि रेसिपी। यो चाहिँ मटर अनि यो चाहिँ पास्ता। आज चाहिँ हामी पास्ता खान गइरहेको छौँ। हजुरहरूलाई कस्तो लाग्छ मेरो ब्लग हेरेर साथ दिनु होला, लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। अनि मेरो छोरी चाहिँ पास्ता खानको लागि पढ्दै बसिरहेछ अहिले चाहिँ। अब एकछिनमा चाहिँ हैन पास्ता पाकिसकेपछि मेरो छोरीले गम खान्छ अरे भयो। म चाहिँ अब प्याजहरु खोर्सानी लाउँदैछु है पास्ताको लागि। चलाएँ। यहाँ हेर्नु मेरो छोरीको पावा चाहिँ म भन्दा ठुलो भइसक्यो तर बच्चा जस्तो छ। हेर्नु नि ठिको ल। मैले अब मेरो प्याज खरिसिया छ, मैले क्याप्सिकम लाउँदैछु है। ठिको अब चाहिँ कौलीको पालो हैन रे। हजुरहरूलाई कस्तो लाग्छ मेरो रेसिपी हेरेर साथ दिनु होला। अब चाहिँ बन्दाकोपी क्याबेजको पालो हैन लगभग अब काट्न लाग्यो। मेरो खानेकुरा लगभग रेडी हुन लागिसक्यो हैन। हजुरलाई कस्तो लाग्छ मेरो रेसिपी हेरेर साथ दिनु होला। मेरो पास्ता पाक्न लागिसकेको छ है। त्यही हेर्नुहोस् यस्तो भयो पास्ता हैन। यो चाहिँ भेजिटेबल काटिरहेर अब लास्टमा पास्ता लाउने, त्यसपछि मजाले बनाएर मजाले खाने। है लास्टसम्म हेर्नु होला। हेर्नुहोस् मैले चाहिँ पास्ता लगाइसकेको छु। अब यसलाई मजाले चलाएर अनि त्यसपछि मैले हजुरहरूलाई मसला चाहिँ लगाएको चाहिँ भिडियो चाहिँ बनाउनु सक्छ हैन, बिर्सिहालेछु। यतिको हुन्छ नि, अर्ग्यानिक खानेकुरा त खानु पर्यो नि त हैन। त्यही भएर अब लगभग पाक्न लाग्यो। लगभग हाम्रो पास्ता पाकिसकेको छ है गाइस। अब खाने पालो। हेर्नुहोस् है, हामी चाहिँ अब हाम्रो अघि पाक्दै गरेको पास्ता खान लागेछौँ। मेरो साथी यहाँ छ। हेलो, हामी खाना थाल्यौँ है। ए मेरो साथीहरू चाहिँ यता मेरो छोरी खोइ हालो हाई गरेको खानुको हतार देखेको यहाँ हालो न हाई यहाँ यस्तो छ है। खाना थाल्यो भट्टाभट्टी। म चाहिँ